गाइज मेक्सिकोमा चाहिँ अहिले फुल वार स्टार्ट भइसकेको छ। संसारको सबैभन्दा मोस्ट वान्टेड क्रिमिनल कार्टेल ग्याङको लिडर एल्मेन्सोलाई हिजो मारे पछाडि आज मेक्सिकोमा दोस्रो दिन फुल मेक्सिकन सोल्जर भर्सेस चाहिँ फुल कार्टेल ग्याङ मेम्बरहरू अहिले मेक्सिको पुरै जलिरहेको अवस्थामा देख्नुहुन्छ तपाईले यो भिडियोमा। एल्मेन्सोको ग्याङ मात्र नभएर चाहिँ फुल राइभलरी ग्याङहरू, तेरो इलाका मेरो इलाका होइन, सबै भयभरको कार्टेल ग्याङ मेम्बरहरू अहिले एकजुट भएर चाहिँ अहिले मेक्सिकोमा पुरै युद्ध चलिरहेछ। यो कुनै जम्बी मुभी होइन, यो अहिले हाल प्रेजेन्टमा चाहिँ मेक्सिकोमा अहिले कार्टेल ग्याङ मेम्बरहरू बीच र अहिले मेक्सिकन मिलिटरी विरुद्ध भइरहेको वार हो। घर, बिल्डिङ, कोस्टोको जस्तो ठुल्ठुलो सुपर मार्केट र अहिले एयरपोर्टमा भएको एरोप्लेनहरू सबै मेक्सिकोमा चलिरहेछ। यो फोटो कुनै पनि एउटा डेल्टा फोर्स या कुनै पनि एउटा मिलिटरीको होइन। रिपोर्ट्सको अनुसार चाहिँ एल्मेन्सो वर्ल्डको सबैभन्दा मोस्ट पावरफुल ग्याङ मेम्बरको लिडर हो। रिटायर सोल्जर र एक्स स्पेशल फोर्सहरू जस्तो मान्छेहरू पनि यसको लागि चाहिँ काम गर्छ भन्ने खबरहरू बाहिर आएको छ। यो मेक्सिकोमा भइरहेको वार चाहिँ धेरै लामो समयदेखिको हो र अहिले एल्मेन्सोलाई मारे पनि अब फेरि नयाँ को उदाउँछ त्यसको पालो हो।